हेलो साथीहरू नमस्कार। आज चाहिँ हामी कहाँ जाँदैछौँ? पिकनिकमा सकसको पिकनिक हुँदैछ। विशेष गरी आज एउटा रमाइलो हाम्रो ऐतिहासिक मोमेन्ट छ। हामी कहाँ जाँदैछौँ? कुन ठाउँ? ककनी जाँदैछौँ। नुवाकोटको ककनीलाई चाहिँ हामी कस्तो रहेछौँ र हाम्रो सकस टोलीहरू चाहिँ यो बसमा आज हाम्रो टोली जम्मा हुँदै माछा पोखरीमा चाहिँ आज हाम्रो भेला हुने कार्यक्रम छ। रोल आउँदैछ र यहाँ हाम्रो जम्मा हुनको लागि सबैजना बसिरहेका छौँ। आज हाम्रो पिकनिक कस्तो हुन्छ त्यो तपाईँहरूलाई जस्ताको तस्तै देखाउँछु। जय सकस र सकस हेर्न नछुटाउनु होला। र विशेष गरी चाहिँ आज रमाइलो हुँदैछ। मुकेश हमाल के छ? ठिक छ दादा, ठिक छ नि? ठिक छ। पछाडि हाम्रो दादाहरू ल बिस्तारै हाम्रो भेला पनि हुँदैछ। आज हामी चाहिँ ठ्याक्क ककनीको चाहिँ यात्रा गर्दैछौँ पिकनिकको लागि। के भन्यो? ए सरी यहाँ दिदी बहिनीहरू सबैलाई नबोलाउने भन्ने हुँदैन। सबैलाई हेलो भनेको राम्रै बोलाएको हो। ए बहिनी दिदी बहिनीहरू अलिक छिटो दुखायो। ठिक छ। फाइनल्ली हामी एकछिनमा आजको यात्रा कस्तो छ के छ भनेर चाहिँ हामी देखाउँदै पनि छौँ। यहाँ सबैजना टोली आउँदैछौँ। 30-35 जनाको टोली छौँ। ओके, बाँकी कन्टिन्यू देखाउँदै जान्छौँ। रमाइलो गर्नु होला, इन्जोय गर्नु होला। हाम्रो जाने बस चाहिँ हाम्रो यहाँ साथी हुनुहुन्छ। टुरिस्ट बसमा चाहिँ हामी टुरिस्ट यात्रा गर्छौँ। बागमती प्रदेशको गाडीमा जाँदैछौँ। माछा पोखरी चोकबाट हाम्रो यात्रा तय भइसक्यो। यहाँ 2-3जना मान्छे अलपत्र परिरहेछ नि, बहले छिएको अलपत्र टोलीहरू उता हिँड्न आयो फेरि हेर्दैनन्। कहाँ हो र तपाईँहरू? दादा आई लभ यु। होइन ट्याक्सी नपाएर यहीँ छ हिँड्दै आएको। आउनु अब चढ्नु तपाईँहरूलाई कुरेर आऊ। मेरो दादा नमस्कार भने। नमस्कार, गुड मर्निङ यार मेरो भाइ। के थाहा? चढौँ होइन हामी बाइकमा आउँछ हो। ल अनि यहाँ टोलीहरू चाहिँ यहाँ सबै अहिले हुँदैन। हाम्रो यात्रा चाहिँ ठ्याक्कै ककनीको यात्रा तय भयो नि त गुरु। तपाईँ नाम के? राम थापा। घर कहाँ? ए सिन्धुपाल्चो मान्छे नुवाकोट। ककन जानु भएको छ नि पहिला? गइसकेको छ। अब हाम्रो चाहिँ यो बालाजु हुँदै हामी कटङ टङ 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 ककनीको जाँदैछौँ। ककनीको यात्रा हामी दादाहरू सबैलाई नमस्कार। हाम्रो चाहिँ आज सकसको पिकनिक हुँदैछ। सबैलाई छुट्या छ कोही नमस्कारमा? छैन। ए अनुहार छोपेहरू नि यहाँ दाई दिदीहरू ठिक छ। अनुहार छोप्नेहरूलाई चाहिँ हामी भिडियो नै गर्न मिल्छ, केही छैन। उहाँहरूको अमूल्य अनुहारलाई हामी त्यसै गरी हामी तिलपिप्लेमा चाहिँ अवतरण गरिसकेका छौँ। यो हो तिलपिप्ले। अब यहाँ चाहिँ हामी ककनीको बाटो तय गर्दैछौँ। ल हेर्नुहोस्, तिलपिप्लेबाट चाहिँ हामी चारपिप्लेतिर। अब यहाँनिरबाट चाहिँ मान्छेहरू धेरै सोध्नुहुन्थ्यो नुवाकोटको यतापट्टि डम्पिङ साइड जान्छ, तर डम्पिङ साइड यता चाहिँ नुवाकोट साइड यानि कि ककनी साइड जान्छ। ल भिडियो पैसा मलाई हामी सकसबाट पिकनिक आएको छौँ। पुरै लास्टसम्म हेर्नु होला। जाऊ न लोका पुरै हेर्नु होला। सन्देश अङ्कलको च्यानललाई सब्सक्राइब लाइक सेयर गरिदिनु, भाइरल गराइदिनु। लड्डु खान आउनुहुन्छ सन्देश अङ्कल। हेलो 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 हाई हाई। मेरो रविन दाई नमस्कार। हजुर नमस्ते दादा सन्चै होइसिन्छ? मेरो हाम्रो सकसको जति पनि ककनीमा चाहिँ हामी वनभोज कार्यक्रमको लागि जान्छौँ। छोडेनन् दाइले भन्न है वनभोज है, पिकनिक होइन वनभोज।
र जति पनि हाम्रो सकसको चाहिँ सम्पादन यानि कि एडिटिङ गर्नुहुन्छ मेरो दादा एकदमै सिनियर, मैले थाहा पाएदेखिबाट 20-25 वर्षदेखिबाट दाइसँग काम पनि गरेँ। सरल व्यक्तित्वका धनी हाम्रो रबिन भट्ट दाई हुनुहुन्छ। कलाकारहरूलाई सबैभन्दा राम्रो बनाउने उहाँले उहाँको हातमा छ। ओहो हो, हामी त यही हो स्पोर्ट, यो सबै स्पोर्ट हो। यो हाम्रै गाडी हो त्यो त, मलाई आई थिङ्क त्यही लाग्यो। यतै हो हामी ल, नाइस, ठिक छ नि। वाउ नाइस नाइस नाइस, हेलो हेलो हाई हाई, ए नाइस। हेलो, फाइनल्ली हामी चाहिँ हाम्रो पिकनिक स्पोटमा आइसकेका छौँ। पिकनिक स्पोटमा हाम्रो यतिखेर यहाँ साथीहरू हुनुहुन्छ। हेलो हेलो सरजी, नमस्कार नमस्कार, ठिक छ नि? एकदम 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 बवाल छ नि हाम्रो जिन्दगीलाई। यता हेर्नु त एकचोटि। यस, राम्रो मिठो बनाउनलाई लागि पर्नु भएको छ। हाम्रो कतिजना टिम हुनुहुन्छ, कतिजना मेम्बर छौँ हामी? कति टाइममा खान पाइन्छ हामीले? ओके ल, रेडी भइसकेको छ यहाँ। अब सबैजना चाहिँ यहाँनिर घुम्ने रमाइलो गर्ने यो नुवाकोट ककनीको यो लोकेसनलाई चाहिँ हामी एकदमै देखाइ पनि रहेछौँ। यो हाम्रो पहिचान पनि हो, हाम्रो यो गौरव गर्ने ठाउँ पनि हो। त्यस कारणले गर्दाखेरि यो स्पोर्टबाट चाहिँ यस यो रमाइलो ठाउँ यो नुवाकोटको अत्यन्तै मनमोहक दृश्यहरू मैले यतापट्टि देखाउँदैछु है त। यतापट्टि यहाँ हेर्न सक्नुहुन्छ, यतापट्टि होइन, यतापट्टिबाट चाहिँ यो यहाँ स्ट्रबेरी खेतीहरू भल हुँदो रहेछ कि होइन। बाटो पनि यहाँ हेर्न सक्नुहुन्छ। आदरणीय एकदमै दिग्गज सम्पादक रबिन भट्ट सरलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भर्खर मात्रै जमैकाबाट नेपाल आउनुभएको सन्तोष पराइली सरलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भर्खरै केन्याबाट नेपाल आउनुभएको आदरणीय रविन्द्र सरलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। देवनारायण भण्डारीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु म। त्यसै गरी हाइट मात्र ठुलो, शरीरमा मासु नभएको, हड्डी र छाला मात्र भएको आदरणीय नारायण सरलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दक्षिण भारतीय फिल्मबाट प्रभावित भएर नेपाल आउनुभएको आदरणीय दीप श्रेष्ठ दाइलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मान्छे अफ्रिकामा जन्मेको भए पनि पिकनिकको लागि नेपाल आउनुभएको कर्ली कपालवाली गीताञ्जली मिसलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बाबा रामदेवबाट प्रभावित हुनुभएको आदरणीय शिव नेवानी दादालाई पनि म हार्दिक अनुरोध गर्दछु। हाम्रो वृन्दावनबाट भर नेपाल आउनुभएको आदरणीय राधे राधे घनश्याम पोखरेलज्यूलाई पनि म हार्दिक त्यसै गरी आज पिकनिकको रूपमा नभइकन कुनै सभामा जानको लागि झर्की झकाउ पारेर आउनुभएको आदरणीय लक्ष्मण काकालाई पनि कोट प्यान्ट सहित आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हिमाली भेगबाट भर बेसी झर्नुभएको आदरणीय कृष्ण मङ्गल दाईलाई पनि शेर्पा टोपीमा हार्दिक अनुरोध गर्दछु आसन ग्रहणको लागि। यस सकस टिमका आदरणीय क्याप्टेन साहब अग्रज गुरु, आदरणीय व्यक्तित्व, कुशल कलाकार निर्देशक आदरणीय नेपाली माइकल ज्याक्सन अथवा चार्ली चेप्लिन भन्न चाहन्छु। आजको दिनमा म आदरणीय राजु मास्टर तपाईँ पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यहाँलाई आसन ग्रहणको लागि साथीहरूले कुर्सी तयार गरिदिनु होला। फुलमाला खादाहरू कता छ? भ्याउनु भयो भने ल्याउनु होला। भ्याउनु भएको छ, खोजीमा कसैले ल्याउनु भएको छ, हाल्नु भएको छ भने उहाँलाई लगाइदिनु होला। त्यसै गरी तारा मण्डलबाट यो चाहिँ पिकनिकमा चाहिँ आज आउनुभएको आदरणीय दिदी, एकदमै वरिष्ठ कलाकार तारा केसी दिदीलाई पनि हामी स्वागत गरौँ। उहाँ चाहिँ तारा मण्डलबाट आउनुभएको हो, ताराहरूको महत्व छ। अब मेरो प्रिय भाइ कान्छा, सकसको कान्छा, हेलो कान्छा, स्वागत छ।
पिकनिकमा भन्दै अब बाँकी को गर्छ छुटफुट भएको सबैले आफ्नो आफ्नो हात उठाउनु होला अब आफ्नो परिचय दिनु यार अब त्यसै दाइ, गरी तपाईँ हो- लोकप्रिय हो चाहिँ को तपाईँ बजार व्यवस्थापक दाइ हो चाहिँ के को तपाईँ हो चाहिँ को म बालक किन्तु तर भन्नु त एउटा डाइलग किन्तु परन्तु उमेरले म 27 लागे म बालक व्यवस्थापक हाम्रो एकदमै निर्माण नियन्त्रक कलाकार हाम्रो प्रिय भाइ एकदमै प्रिय भाइ हामी सबैको प्रिय भाइ उज्जवल खड्कालाई पनि दोस्रोलाई उडाएर सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसैपछि किचनको दिदी हुनुहुन्छ भाडा बोकेर हिँड्नु भएको छ यहाँलाई पनि त्यो भाडा राखेर एकचोटि नमस्कार गरिदिनु होला हामी सबैले मिठो मिठो पकाएर खुवाइदिनु होला है चियामा चिनी धेरै नहाल्नु होला। सबैलाई नमस्कार मेरो व्यक्तिगत तर्फबाट र यो सकस परिवारको आधिकारिक सदस्यको तर्फबाट खाजा रेडी भइसकेको छ। अब पहिला खाजा खाउँ होला किनभने सबैजना हामी भत्काएका छौँ जस्तो लाग्छ मलाई, त्यही भएर त्यति साह्रो रमाइलो गर्ने मौका पनि हुँदैन जस्तो लागिरहेछ। अनि अब खाजामा चाहिँ हामीले त भुजा चिउरा र केराउडीको झोल छ अनि उसिनेको अन्डा पनि छ। माया खोइ मायामा किनभने सकसको त्यो बानी पनि पकिसकेको छ त्यो खास, त्यही भएर हाम्रो यहाँ हजुर कफी हाम्रो राजु सर हाम्रो डायरेक्टर साहबको लागि चाहिँ छुट्टै कफी होला होइन। अनि हाम्रो श्रीदाले चाहिँ छुट्टै फेरि त्यो के भन्छ त्यो बोके खोर्सानी। फर्स्ट अफ अल टेक दिस अनि म चिया अलि लिन्छु त्यो लास्टमा लिनु चिया भन्दा तातो पानी चाहिँ राखेको छैन तातो पानी छैन तातो पानी पनि राख्दिनु यो फुकेछ नि त हेर्नु भन्छामले हाल्देऊ ल ग्रुपमा ल सकस ग्रुपमा हाल्देऊ ल हालिदिन्छ है ल म 1 2 3 भन्छु सबैले हात अडाउने सबै भ्याउँदै जानु 1 2 3 सकसको पिकनिक भयो अलि सबै भ्याएन ए बसान घरमा गरेर ल 3 मा है रेडी क्यामेरा 1 2 3 जय सकस बनभोज है बनभोज के भोज बनभोज कार्यक्रम यहाँ अहिले म त फर्स्टलाई यो पुरस्कार छ भनेर उज्जवल भाइ साथ फर्किँदा त जुत्ता हो कि मारा पैसा यो 1000 रुपैयाँ छ सोध्नु पाउँछ चाहिँ गर्न नि साथीहरू यतिखेर चाहिँ हामी घैँठो फुटाउने कार्यक्रममा ठ्याक्कै छौँ। अब यहाँ पिकनिकमा चाहिँ घैँठो फुटाएर एउटा मनोरञ्जन लिने कार्यक्रम छ। घैँठो फुटाउने विजेतालाई चाहिँ पैसाको 1000 को 5 को माला छ हेर्नुहोस् है। म मालालाई पनि देखाउँछु। यो चाहिँ घैँठो फुटाएर एउटा मनोरञ्जन लिने एउटा अर्को तरिका छ पिकनिकमा। पैसाको माला यो चाहिँ पैसाको माला छ। हाम्रो रबिन दाईलाई सबभन्दा पहिला रबिन दाईबाट सुरु गरेँ घनबाट नगर्ने हाम्रो घनुबाट चाहिँ यो घनु बधाई छ है बधाई छ 1000 रुपियाँको दावेदार घनश्याम हजुर। यसरी चाहिँ यहाँ घैँठो चाहिँ यहाँ रेडी भइसकेको छ होइन। अब घैँठोलाई कसले फुटाउँछ हान्ने नि हो ट्याक्कै हान्ने 1000 रुपियाँ लिने छ। ल अब यसको कसरी हुन्छ यो कुरा चाहिँ म तपाईँलाई जानकारी पनि दिन्छु ल। अब म देखाइदिन्छु पनि यहाँनिर हेर्दै हुनुहुन्छ होइन तपाईँहरू। आज कसले फुटाउँछ त्यसलाई 1000 रुपियाँ पाउँछ। एकदम इन्ट्रेस्टिङ गेम छ। ककनीको डाँडाबाट चाहिँ हामी नुवाकोटको ककनी हो एकदम पर्यटकीय स्थल छ। यसको कुरा पनि मैले भनिरहेको छु। जो पनि नुवाकोट आउन चाहनुहुन्छ भने पिकनिकको लागि विशेष गरी र स्ट्रबेरीको चाहिँ महाखेती पनि रहेछ यहाँ हामी देखिरहेका छौँ। यो ठाउँलाई चाहिँ तपाईँहरूले भ्रमण गर्न सक्नुहुन्छ। सिधा घनो नबोल्नु है
कोही बोल्दैन है घनश्यामले चाहिँ ठ्याक्कै नो 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 त्यो नो डिस्टर्ब कसैले डिस्टर्ब खेलाडीलाई डिस्टर्ब गर्दैन खेलाडीलाई कसैले डिस्टर्ब गर्दैन एकदम कोही पनि नबस्छ मोस्ट इन्ट्रेस्टिङ हुँदैछ गेम कान्छोले निशाना चुकायो कान्छोले निशाना चुकायो हाम्रो एडीको हेर तपस्या गरिरहनु भएको छ उहाँ चाहिँ हेर्नु काँडा खाना अहिले हामीले भएको त एका गुड हुनु बसिसकेको छु म निशाना छ है कसले खोके सूचना दिएको कसले हो 1 2 3 4 5 7 कस्तो तनाव भयो कहाँ जाउँ म कहाँ जाउँ के यार भिरा र पहिरो खोलाको बाटो नमान्नु डरै डर नफुल्नु माया मन भारी फुल्यो यो जुनी तिम्रै भर नफुल्नु माया मन भारी फुल्यो यो जुनी तिम्रै भर थ्याङ्क यू सो मच अर्को नेक्स्ट भाउजू नेक्स्ट त्यो आइको मैले भने गुन फुल्यो के गुन फुल्यो पित्तलको सुन पायो होला भई छोड्यो आकाशको जुन पायो होला हो गुन फुल्यो पित्तलको सुन पायो होला भई छोड्यो आकाशको जुन पायो होला कलेजी काटेर दिएको ठाउँ